Hello guys. Kami itaak tahu. अब मेरो पालो दादा भन Mini parabo. दादा Kai bini. तिमी नै हो त बहिनी तिमी हैन बहिनी तिमी हैन बहिनी दिदी Kita ayo didi. कता लुकाको पिङ Ya. छोड्दिउ न अनि बुनुले खेल्छ अर्को नानीले खेल्छ हैन कि हो Hananya kau bini lukusa. बहिनी हो कि दिदी हो दिदी हो Dido. Bini. Hana. दिदी हो Dido lah. Ya kau yo. Yo kutik kini. फोटो खिच्ने हो आउ त यसरी खिच्नुपर्छ यता आउ त दुईजना यता आउ न तिमी पनि आउ त Ini tata dekia kita star. यसरी खिच्ने हो नि त यता आउ न नखिच्ने फोटो Ha? आऊ एउटा खिच्नु Aura? नखिच्ने Tikni. आउ न त आऊ Masa? यहाँ बस त तिमी अलिक यता बस अलिक यता Eta. ल खोइ पोच यस्तो अमला गर्ने हो यस्तो Masa? इ यस्तो Tu. ऊ त्यहाँनिर हेर ल हेर यता यता हेर छिटो ची जान्दो त Tid. तिमी पनि Tid. खोइ काले मोटेलाई पनि लिएर आउ न जाऊ फोटो खिच्नु Kata? ऊ यहाँ मोटे खोइ मोटे Waktu. Gadi saja. जाऊ मोटेलाई पनि लिएर आऊ जाऊ त बिनिसा मोटे गाडी मोटे गाडीको गाडी खेलेको छ हाम्रो बेनाहरू तिम्रो नाम के हो यहाँ पक्रिन क्या यहाँ यसले पक्रियो यसले लु झार्नु हुँदैन नि ल हे मेरो के गरेको छोडिदेऊ ल छोडिदेऊ झर्छ हौ उनीहरू तिमी है यस्तो गर नि यस्तो यस्तो अलिक परबाट क्या हेलो गाइज भन्नु त लु हेलो गाइस यस्तो हात उठाएर नि त अनि यस्तो हात उठाएर हेलो गाइज हेलो गाइस हामी यता आएको हिल्टाउ यो रहेको छ हाम्रो घर अगाडिको नजरा अहिले भनेको चाहिँ बिहानको 8:33 भएको छ 33 होइन 34 होला सायद बिहान हामीले ग्राउन्ड हानेर आइसक्यौँ पछाडि हाम्रो बाबे पनि हुन्छ बाबे ऊ त्यहाँनिर अब हाम्रो बहिनीहरू भनेको स्कुल जान थालिसकेको छ हात खुट्टा धोएर जान्छ आऊ यहाँ फोटो खिच्न आऊ गुच्चा लगिदिन्छु फेरि म मेरो मेरो ए नगर्नु न गुट्टा एकछिन एकछिन हौ मलाई नि यस्तै गरिदिनु हुन्थ्यो होला होइन पहिला सानोमा नगर्नु पर्ने थियो त ए मेरो गुच्चा मेरो गुच्चा कति क्लासमा पढ्छौ तिमी धेरै भन पढ्ने मान्छेले गुच्चा खेल्छ त गुच्चा होइन गुच्चा गुच्चा यहाँ हेर न यहाँ हेर तिमी फेरि ऊ गुच्चा मेरो गुच्चा हो गुच्चा होइन गुच्चा 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 हो गुच्चा गुच्चा होइन गुच्चा होइन हौ यो हात यता लि न यता लि ल हामीलाई पनि सानोमा यस्तै गर्नुहुन्थ्यो आमाले लुगासुगा लगाइदिनु हुन्थ्यो अब बहिनीको पालो हो बहिनीको पालो अब मेरो पालो दादा भन मेरो पालो दादा खै बहिनी तिमी नै हो त बहिनी तिमी होइन बहिनी तिमी होइन बहिनी दिदी कस्तो दिदी हो बहिनी हो कसले भनेको दिदी बात गर्दा है होइन मुख त धुनु पर्यो न उया खै सिँगान सिगान छ बेबे छ यहाँ बेबे मकै हौ
यहाँ सिँगान छ बेबे छ क्या नानी त्यहाँ बेबे ओ हिटा दादाहरू नाना लगाइसकेको छ ऊ जस्टिन दादाहरू हेर न सिँगान चिया अनि सिँगान छ खै बाबा खै होइन यहाँ सिँगान छ बेबे बोकेर जान्छ त स्कुल लु भयो भयो लु 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 बाबे र मेरो अब यहाँ गम्भीर कुरा हुन्छ हाम्रो बाबे भनेको चाहिँ मेरो ठुलो बुवा होइन त के हो कसो यस इज माई ठुलो ड्याड्स इन द हाउस अल द वे के अरे दिनेश पिठाकोटी मगर होइन हाम्रो सन्देशको ड्याडी अनि हाम्रो ड्याड्स भनेको चाहिँ गाउँघरमै बस्नुहुन्छ यसो इधर उधर हिँड्नुहुन्छ अनि के भन्छ एक्लै बस्दिनुहुन्छ फेरि बाल छैन हाम्रो ठुलो ड्याड्सलाई चिल हो फेरि होइन के हो बेसवारे हो बेसवारे के हो बेसारे भनेको चाहिँ भन्नु न के लाज लाग्यो यहाँनिर भनेको के देश विदेशबाट के अरे इन्टरनेसनल नेसनल जान्छ फेरि ब्लग बुझ्नु भएन ल है ल हाम्रो ठुलो ड्याड्स ह्यान्डसम ड्याड्स खाना पकाउनु भइसक्यो नि बनाउनु पर्ने मलाई पनि भोक लागेर टेन्सन भइसक्यो अब चाहिँ खाना खाइदिनै पर्ला 8:30मा कस्तो भोक लाग्न थाल्यो त ऊ भने फेरि आमा यो ब्याग लिएर जाने स्कुल कुन ब्याग हो त स्कुल कोसँग जाने नानी कोसँग अरे यहाँ आउनु त हेलो गाइज भन्दै त फेरि हेलो गाइज माम खाइसक्यौ जाउ लु कपडा लगाऊ अनि जानुपर्छ स्कुल जाउ न यतिकै जाने हिँड लु जाने लगिदिनु केमा जाने बाइकमा जाने कि यतिकै हिँड्दै जाने हिँड्दै जाने अनि केमा जाने बाइकमा केमा हेलिकप्टरमा जाने अनि तिम्रो स्कुलमा छ हेलिकप्टर राख्ने ठाउँ छैन नि त अनि हेलिकप्टर राख्ने ठाउँै छैन तिम्रो स्कुलमा हिँड लु हिँड नाना लाउनुपर्छ नि जानुपर्छ हिँड गो कम चुङ्गुडी मलाई पनि सानो हुँदा आमाले यसै गरेर लुगा लगाइदिनु हुन्थ्यो स्कुल पठाउनु हुन्थ्यो लगिदिनु हुन्थ्यो अब ल छिटो अनि बिनिसाको उयो बेबीलाई चाहिँ नलाने स्कुल ऊ त्यो बेबीलाई तिम्रो बेबी होइन भोलि पर्सि पढ्छ बेबीले भन पढ्छ अनि ऊ लाउनु पर्छ नि लु यहाँ लगाऊ आमा हिटा किन लजाएको त आम्बो यहाँ उठिदियो त एकचोटि खोइ टाई कहाँ छ खोइ के हो यो अनि यो सर्ट त भित्र पो हाल्नुपर्छ त यहाँभित्र यसरी पो हाल्नुपर्छ त साला खोइ टाई रहेछ ओइ हान्छ चाहिँ मलाई जान्छस् एक्लै जान्छस् आज तेरो र मेरो फोटो खिचौँ यसरी हेर्न उभिन एकचोटि उभिन त अनि चस्मा लगा न ल एकचोटि लगा न केही हुँदैन हौ ला त चस्मा लगा न एकचोटि आइज न लगाएर खिच्नुपर्छ क्या फोटो तेरो त दाँतै रहेनछ अनि खोइ दाँत कहाँ लगाएको भाँचेको को साथीले भाँच्दो तेरो दाँत खेल लु म हल्लाइदिन्छु ल खेल अनि माथि ठेल्यो भने त बोर्डिङ पुग्छस् त एकैचोटि हाम्रो भ्यू यस्तै चाहिँ हाम्रो गाउँठाउँको भ्यू भनेको यस्तै हो यो चाहिँ देख्नु भएको छ नि तपाईँले घर जस्तो यो फेरि घर होइन नि फेरि स्कुल हो नि बोर्डिङ स्कुल हो हाम्रो केटाहरू पढेको हो यहाँ छ 2जना पढ्ने यो पनि हो पढ्ने चाहिँ है हामी चट्टसँगले जाँदैछौँ यहाँ हाम्रो एकजना सोल्टी हुनुहुन्छ
आम्म बाटो त लास कति रहेछ नि त मोटाएर खसखस भइसक्यो सोल्डे ठिक छौँ नि हामी एउटा केही बोल्दैौँ नि त एक दुईवटा आजको सन्तोष मगरको नयाँ भ्लगमा केही छ म बनाइदिन्छु ए बनाउँदैछु त म रेकर्ड हुँदैछ त अनि यहाँ चाहिँ हाम्रो दाइ ल्याएर ल्याइदिएछ नि हालिदिरहेको छ त्यही भएर हामी चाहिँ जाँदैछौँ सर अब अगाडि चाहिँ डोजरले खनेको छ अलिक बिस्तारै हेरेर लैजाऊ छोडी यहाँ हेर्नु न कराउँदैन भाइ कराउँदैन एकदम दामी बनाएको छ नि बाइक त अनि यहाँ चाहिँ पुरै बाटो डेभलप हुँदैछ यहाँ चाहिँ अब टिपरमा लोड हुँदो रहेछ होइन चट्टसँगले काम गर्नेहरू पनि हुनुहुँदो रहेछ यस्तो छ ए लेटाङको बाटो गबारी जाने बुधबारे जाने बाटो यहाँदेखि चाहिँ दामी छ पुरै टिपर सिपर पुरै होइन जाली साली लगाएर खतरा बनाइसकेको रहेछ नि त बाटो त अब पिच हुनु मात्रै बाँकी हो जस हल्का भन्दा मर्मत हुँदैछ हाम्रो लेटाङको बुधबारे जाने बाटो होइन चट्टसँगले यो चाहिँ हाम्रो गबारी भयो होइन ओ क्यान्सिल हान्दिनु कि ल चट्टसँगले केटाहरू चाहिँ यहाँ छ है ल हाम्रो दाइ पछाडि हुनुहुन्छ अनि हामी चाहिँ दुईजना दुई भाइमा चट्टसँगले गबारीको ठाउँ भन्ने चिज चाहिँ यस्तो छ है यस्तो साथी हो हाम्रो परदेश विदेशमा बस्ने केटाहरूले नि हेर्छ होला होइन लाइक कमेन्ट चाहिँ नबिर्सिकन है यहाँ उडेर गयो त ए के हो ल ल ठिक छ अनि यो चाहिँ गबारी स्कुल ठ्याक्कै हामी पढेको स्कुल हो यो चाहिँ होइन यहाँ पर छ क्या चट्टसँगले हामी चाहिँ जाँदैछौँ अहिले मासतिर आन्टीहरू पनि टिकटक बनाउनु हुँदो रहेछ सबैजना चट्टसँग यहाँदेखि भ्यू चाहिँ फेरि खतरा देखिन्छ नि दामी देखिन्छ क्या पिच्छै पिच छ कि अहिले त सोल्टी होइन सर दामी छ क्या जोस् यो भनेको ठ्याक्कै यहाँदेखि नछोडिकन गयो भने बुधबार ट्याक्कै निक्लिन्छ बुधबार जाने बाटो हो क्या यो चाहिँ लेटाङदेखि डाँडा पाखा यस्तै छ ल हस् त अब यहाँदेखि तपाईँहरूलाई अलिकति माथि गएपछि म अरू सिन देखाउने छु अहिलेको लागि चाहिँ यति नै माथि पुग्नु भयो दाइ र अनिस भाइ यहाँ चाहिँ सोल्टी र सन्तोष मगर बसेको छौँ यहाँ चाहिँ ओ माई गड के हो सोल्टी खतरा क्लोज फायर जतिकै हान्छ त नि आम्मा को भनेको त हाम्रो केटाहरूले चाहिँ के छ ठिक छ साला हाम्रो केटाहरूले उडाउँछ काठमाडौँदेखि यहाँ आइपुग्छ त केटाहरू लिन आउँदा आउँदा केटाहरू त कुन्चाले त कडा हान्दैछ स्कुटीले त्यही भएर 6000 मस्तो खर्च भएछ होइन जोस दुःखहरू पनि लागिरहेको छ होइन अब त्यही भएर केटाहरू कुदाइ चाहिँ फेरि खतरा छ मलाई मनपर्छ क्या लगभग हामी आधी बाटो आइपुग्न लाग्यौँ याङसिलाको आधी बाटो पनि आइपुग्यौँ अब धेर छैन अब 2-3 टर्निङ पछि आउँछ याङसिला चाहिँ तपाईँहरूलाई त्यसको भ्यू पनि अवश्य देखाउने छु त्यही भएर अहिले हामी अगाडि जाँदैछौँ हल्का यसो हजुरहरूलाई तपाईँहरूलाई अब तर हाम्रो विदेशमा बस्ने केटाहरूलाई यो सम्झना छ है थाहा छ होला नि केटा हो नाइटको भिडियो कस्तो भएको थियो यही बाटोमा छ अझै पनि होइन अर्पण अमृत केटाहरू सबैजना होइन मनोजहरू सबैजना केटाहरू मान्छेहरू सबै बाहिर गइरहेको छ होइन यो भ्लग जसरी भए पनि हेर्नुभयो भने चाहिँ सन्तोष भाइलाई चाहिँ नबिर्सिनु होला तपाईँको सन्तोष भाइले नयाँ नौलो ठाउँमा लिएर आएको छ तपाईँहरूलाई नयाँ नौलो के भन्नु जस्ट पहिले हामी जुन घुमेर हामी खाइरहेको ठाउँ थियौँ नि छ्याङछ्याङ खाएको थियौँ नि हो त्यही ठाउँ जाँदैछौँ क्या यो आम्मा बुलेटको त फेरि खतरा छ नि सक्दैन नि फेरि तर चिसो चाहिँ चिसो छ है केटा हो चिसो छ धेरै चिसो छ हाम्रो सोल्टी पनि वहाँ तुर्केमा रहेछ तुर्केदेखि आइपुगेको हो होइन यहाँ क्या यता हेर 7, 8, 9 सेकेन्ड हालेर तपाईँलाई भने नि अघि भ्यू देखाउँछु भनेको
यही हो होइन हाम्रो भ्यू चाहिँ चक्कसँग यहाँदेखि सर यहाँ तल चाहिँ दामी छ क्या। अब अहिले जाडो मौसमको चाहिँ डेढो हुसे लागेर अलिक देखेको छैन। अनि यो चाहिँ याङसिला हो क्या। म चाहिँ यहाँ माथि चढिरहेको छु। अब यसो केटाहरू भएको ठाउँमा यसो चलिदिनु पऱ्यो, केटाहरूको हलचल के कस्तो छ यसो। ल केटाहरू त यहाँ पो रहेछ त यार। हाम्रो यहाँ भगदाई हुनुहुन्छ, एक दुई वचन केही बोलिदिनु दाजु। अहिले खाएपछि ल ठिक छ। अहिले हामी छ्याङ खाने कार्यक्रममा छौँ। छ्याङ खाइसकेपछि चाहिँ यसमा सिन चल्दैन कि यसमा सिमसँग अनिस भाइ केही नबोला मलाई अहिले मनिष ओइ एक दुई वचन केही बोल्दैन त ल। नबोल्ने किन भरे बोल्छु केटा सब ल तिमी बोल्देऊ नि त। अहिले बोल्छु म हो ल ठिक छ त्यसो भए ल। अब अहिले एकछिन केटाहरूलाई अब छ्याङ आएपछि मात्रै चट्टसँगले खोलिदिनु पऱ्यो भनेको कि। अब अहिलेको हाम्रो समाप्त यहीँ हो होइन। चट्ट अब के हुँदैछ कस्तो हुँदैछ ल अहिलेको लागि चाहिँ राखिदिउँ होला। हस् त अब अर्को भ्लगमा भेट्नुपर्छ तपाईँहरूलाई।